यस्तै यता नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालका राजनीतिक दलहरूलाई दलाल पुँजीपतिको प्रभाव र नियन्त्रणबाट मुक्त गर्न नेत्रविक्रम चन्द विप्लवबाट सिक्नुपर्ने बताएका छन्। आइतबार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुको शिवराज नगरपालिका 9 शिवगढीमा गरिरहेको सामूहिक धानखेती अवलोकन गर्न पुगेको भुसालले दलहरूले विप्लवबाट सिक्नुपर्ने बताएका छन्। पार्टीलाई सामूहिक उत्पादनतर्फ आत्मनिर्भर बनाई चन्दा मुक्त बनाउने सङ्कल्पका साथ विप्लवले गरिरहेको सामूहिक खेती प्रणाली नेपालका दलहरूलाई गतिलो पाठ हो। भुसालले भने विप्लवको निवास समेत रहेको सो ठाउँमा नेकपाको केन्द्रीय उत्पादन विभागले 5 बिघामा धान खेती गरिरहेको छ। धानसहित सबै खेती लगाउनदेखि भित्र्याउने सम्मको काम पार्टी नेता र कार्यकर्ताले गर्दै कम्युन शैलीको झल्को दिइरहेका छन्। दशैंको टीकाको दिन समेत विप्लवसहित नेता कार्यकर्ताले धान काटिरहेका थिए। नेपालका राजनीतिक दलहरू र उम्मेद्वारले हरेक चुनावमा उद्योगी व्यवसायीसँग चन्दा माग्ने, चन्दा लिने र अन्ततोको दलाल पुँजीपति वर्गकै प्रभाव र नियन्त्रणमा दलहरू पुगेको विडम्बनापूर्ण अवस्था छ। उनले कुरा गर्दै महासचिव भुसालले भने गणतन्त्रपछि देशले विश्वासिलो लिडरसिप पाएन र दलालका नेताहरूप्रतिको तीक्ष्णता यही कारण हो। नेपालका कम्युनिस्ट पार्टीका नेताहरू अपवाद बाहेक श्रमसँग अलग्गिँदै गएका र बिना उद्यम र मेहनत आम जनताको जीवनस्तरभन्दा धेरै माथि पुगेको विषयले जनस्तरमा आलोचना खेपिरहेको सन्दर्भमा विप्लवको श्रमप्रतिको लगाव र निरन्तरता, सरलता र सहजता र अरू दलका लागि प्रेरणादायी रहेको महासचिव भुसालले टिप्पणी गरे। विप्लवजीहरूले जनकम्युन शैलीमा सामूहिक खेती गर्नुभएको छ कुरा समाचारहरूमा पढेको थिएँ। आज आफै आएर हेर्दा म धेरै प्रभावित भएँ। पार्टीलाई सामूहिक श्रमबाट आत्मनिर्भर बनाउने अभ्यास साँच्चीकै अनुकरणीय छ। भुसालले भने उनले अगाडि थपे विप्लवजीकै जीवनशैली, लक्ष्यप्रतिको प्रतिबद्धता र निरन्तरता अरू नेताहरूको भन्दा बिल्कुल फरक छ। आडम्बर बडम्बना बिनाको सरलता र सहजताबाट अरू दलका नेताहरूले सिक्न जरुरी छ उहाँले भन्नुभयो। विप्लवको पार्टीले गरेको सामूहिक खेती प्रणाली नौलो र आकर्षक सँगसँगै चुनौतीपूर्ण रहेको पनि महासचिव भुसालले ल्याउनलाए। पार्टीको आन्तरिक खपतसम्मका लागि यो अभ्यास सामान्य नभए पनि व्यावसायिक उत्पादन गरेर बजार बिक्री गर्ने हकमा आयातित वस्तुसँग मूल्यमा प्रतिस्पर्धा गर्न कठिन हुने पनि बताएका छन्। यस्तै विप्लवले देशैभरि सामूहिक उत्पादन गर्ने भएको छ। विप्लव नेतृत्वको नेकपाले सार्वजनिक बाँझो जग्गा र पार्टी नेताहरूकै जग्गा भाडामा लिएर देशका विभिन्न जिल्लामा करिब 80 ठाउँमा सामूहिक खेती गरिरहेको पार्टीका नेताहरूले बताएका छन्। नेकपाले केही ठाउँमा उद्योग पनि सञ्चालन गरिरहेका छन्। नेकपाले कपिलवस्तुको शिवगढी स्थित अर्धखाँचीको शीतलगङ्गामा 150 रोपनीमा गाई र कुखुरा पालन, तरकारी तथा फलफुल खेती गरिरहेका छन्। पार्टीको पोलिट ब्युरो सदस्य एवं राप्ती ब्युरो इन्चार्ज सबिनका अनुसार रोल्पाको घरती गाउँमा 15 रोपनीमा आलु र लसुन खेती, दाङको घराइमा उपमहानगरपालिकामा 16, गेरुवाको 6 बिघामा कृषि फार्म, आलु र तरकारी खेती गरिएको छ। दाङकै बेलझाडीमा 25 बिघा भाडामा लिएर खेती गरिएको छ, जसमध्ये 5 बिघामा माछा पालन गरिएको छ। यस्तै सल्यानको छत्रेश्वरी गाउँपालिकामा 13 रोपनीमा कागती रोपिएको छ भने बर्दियाको धान खेती गरिरहेको छ। पार्टी केन्द्रीय उत्पादन विभागका नेता सन्देश पौडेलका अनुसार चितवनको माडीमा 15 बिघा जग्गा 9 वर्षका लागि भाडामा लिएर 6 बिघा माछा पालन गरिएको छ। यस्तै 5 बिघामा चैती धान र बाँकीमा मकै, तोरी, आलु खेती र मोहरी पालन गरिएको छ। 1 वर्ष यता पार्टीले आयोजना गर्ने ठूला साना कार्यक्रममा खाना र खाजाका लागि अधिकांश वस्तु बजारमा किन्नु नपरेको राप्ती ब्युरो इन्चार्ज सबिनले बताएका छन्। काठमाडौँमा 2वटा गार्मेन्ट उद्योग, कपिलवस्तुमा सफाई सामग्री उत्पादन गरिरहेको नेकपाले काठमाडौँ र नुवाकोटको बीचमा पानी उद्योग तथा सुनसरीको झुम्कामा आलु चिप्स उत्पादन उद्योग स्थापनाको तयारी गरिरहेको छ। यस्तै काठमाडौँ स्थित प्रमुख सहरमा आफ्नो कृषि उत्पादन बिक्रीका लागि माट ठूला पसल सञ्चालन गर्ने तयारी पनि गरिरहेको जानकारी दिनुभएको छ।